वेलकम ब्याक साथीहरू। आजको यात्रा मेघौली गोलाघाटसम्म गउँदैछ है त। हामी चाहिँ नारायणगढ फुलचोकदेखि चाहिँ कमलनगर हुँदै लङ्कुतर्फ अगाडि बढिरहेका छौँ। अब हामीहरू चाहिँ यहाँदेखि चाहिँ जनौली निस्किने मुख्य हाइवेमा निस्किनुपर्ने हुन्छ। र यसरी अगाडि बढ्दै गर्दा एक दुई ठाउँमा चाहिँ हामीले बाटो बिराइयो साथीहरू। र बाटो बिराए पनि बाटो साइडहरूमा लगाएको धानहरू लहलहाउँदै गरेको पाक्दै गरेको हेर्दै हेर्दै चाहिँ अगाडि बढियो। र बाटो बिराउँदै भए पनि साथीहरू हामी चाहिँ जसोतसो मेघौली गोलाघाट चाहिँ पुगियो। र साथीहरूले चाहिँ अब मोटरसाइकल पार्किङ गर्दैछन् र भित्रै गएर हेरौँला है त। अब अरू चाहिँ हामी चाहिँ गोलाघाट आइपुग्यौँ, अरू चाहिँ त्यहीँ पुग्छ है त। र साथीहरू यतातर्फबाट चाहिँ नारायणी आउँछ भने यताबाट चाहिँ तपाईँको राप्ती मिसिएर चाहिँ यो बाटो हुँदै चाहिँ तपाईँको त्रिवेणीतर्फ चाहिँ अगाडि बढेको छ पानी। हामी चाहिँ जिप सफारी गर्छौँ साथीहरू, पहिले गरिसकेको हुनाले तपाईँहरूले चाहिँ गर्न सक्नुहुन्छ। यसै गरी अगाडि बढ्ने क्रममा चाहिँ हामीले चाहिँ बालुवामा खेलिरहेका गैँडाहरू देख्यौँ। हामीभन्दा चाहिँ अलि टाढा नै भएको हुनाले चाहिँ क्यामेराले राम्रोसँग चाहिँ क्याप्चर गर्न सकेनौँ, जतिसक्दो चाहिँ देखाएकै छौँ। केही समयको अन्तरालपछि पर्खाइपछि चाहिँ हामीले चाहिँ यसरी चाहिँ सूर्य अस्त आएको चाहिँ सनसेटको दृश्य चाहिँ साथीहरू मजासँग चाहिँ अवलोकन गर्न पायौँ। र केही छ यो दृश्यलाई आफ्नै नाङ्गो आँखाले निहालेर एकैछिन बसेपछि चाहिँ हामी चाहिँ घरतर्फ चाहिँ फर्किएका छौँ। माछा मार्नेहरू देख्न सक्नुहुन्छ है। ल साथीहरू हामी चाहिँ गोलाघाटबाट निस्किसक्यौँ है त। अब हाम्रो यात्रा चाहिँ गैँडाकोट तर्फको हुँदैछ।